गुड आफ्टरनुन सबजनालाई धेरै दिनपछि म भ्लग गर्दैछु है त सबजनालाई अब स्वागत छ मेरो भ्लगमा। अब मेरो भ्लग चाहिँ किन आएन आजकल भन्दाखेरि चाहिँ होइन म चाहिँ अब आजकल रेन्टल बिजनेस गर्न थालेछु कि मेरो बाइकहरू देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ अहिले ट्याक्क लाएर 10-20वटा बाइकहरू छ है त रेन्टको लागि। अब तपाईँहरूले अब हेर्न सक्नुहुन्छ बाइकहरू चाहिँ फ्रेसै छ। मेरो टिकटक आइडीहरू पनि छ, त्यसमा चाहिँ क्रसफायर रेन्टल सर्भिस छ क्या। अनि यो चाहिँ क्रसफायर रेन्ट। अब तपाईँलाई मेरो नम्बर चाहिन्छ भने चाहिँ यो चाहिँ ट्याक्क लगाएर मलाई कल गर्ने, वाट्सएप गर्ने। अनि बाइक चाहिन्छ है। आज चाहिँ किन चाहिँ म आज धेरै दिनपछि भ्लग बनाउन एक्साइटेड छु भन्दा चाहिँ आज मेरो यो रेन्टको बाइकहरू चाहिँ कस्तो कन्डिसनको हुन्छ अनि हामी तपाईँहरूलाई पठाउँदाखेरि कतिको धोका दिन्छ के हुन्छ भनेर चाहिँ होइन तपाईँलाई देखाउनको लागि कतिको कुद्छ, पावर के कस्तो छ भन्नाले होइन त्यही देखाउनलाई चाहिँ आज यो मेरो बाइक होइन यिनी रेन्टमै छ है त। यो कुदाएर एकचोटि हेर्नेवाला छ है त तपाईँहरूलाई। अब भ्लगमा चाहिँ आज कुदाएको यही बाइक हुन्छ है त। मेरो अर्को कालो बाइक चाहिँ मैले पठाइदिइसकेँ लगाएर। हाम्रो चाहिँ नयाँ ग्यारेज पनि छ है त यो त्यसको लगाएर हेर्न सक्नुहुन्छ। ठुलै छ ग्यारेज पनि। यो चाहिँ हाम्रो बागडोलमा पर्छ है त यता बागडोलमा। हाम्रो चाहिँ ल ग्यारेजमा सब कामहरू हुँदैछ, बाइकहरू बन्दैछ, यसको के काम हो। हाम्रो यहाँ साउजी पनि छ है ग्यारेजको। ल के भनिदिनुहुन्छ दुई शब्द? राम्रो बाइक होइन यसको नि अब काम हुँदै रहेछ, इन्जिन फिट हुँदैछ है त। ल है त गाइजहरू यो बाइक चाहिँ हाम्रो पर डे लिने हुन्छ भने चाहिँ 4000 पर्छ है त। यसको अगाडिबाट नि देखाइदिन्छ तपाईँले। उस चाबी चाहिँ अनै रहेछ, डट बाइकको चाहिँ अफ हुनुपर्छ यस्तो छ है त अगाडिबाट चाहिँ। यो नि 4000मा आउँछ पर डे। यो नि 4000, यो नि 4000। तपाईँले अब आरएमहरू लिनुभयो भने चाहिँ आरएमहरू चाहिँ अहिले भाडामा गइरहेछ। आरएमहरू चाहिँ 4500 पर्छ पर डेको लागि। अब हामी चाहिँ बिकुरोमा जान्छ है त राइटमा ट्याक्क लगाएर। हामी चाहिँ पेट्रोल हालेर ट्याक्क लगाएर बाइक कुदाउनेवाला छ। पेट्रोल नि हालिसक्यौँ। कप छ क्या सुई गरेर जस्तो लाग्यो। बिकको जग्गामा टिभी नै छैन, यत्रो ठुलो आवाज आउँछ फेरि। आज चाहिँ लास्ट धुलो उडिरहेको जस्तो के हो। स्टन्ट बाइकहरू पो छ त्यहाँ त, हिडन एक्सनको पो छ त। कता स्टन्ट देखाउन जान्थ्यो आज, स्टन्ट सो भइरहेछ क्या हो। सही हो आमा बिक्कु मोला चेडोजी आवाज आइरहेको रहेछ बिक्कुको। जहाँबाट गयो नि हुन्छ, तिमी जाऊ न अगाडि म पछि आउँछु। हामी चाहिँ अहिले भैँसपाटीनिर आइसक्यौँ। भैँसपाटीमा अब यसो होइन चोकबाट अब सिकाली जान चाहिँ यहाँबाट हामीले भैँसपाटी चोक पुलिस स्टेसनबाट राइट जानुपर्ने हुन्छ। कस्तो ल्याग भइरह्यो यार। मजा आइरहेको यहाँबाट। अब हामी यो चाहिँ विद्युत प्राधिकरण हो कि के छैन, यहाँदेखि चाहिँ हामीले यता जानुपर्ने हुन्छ त राइट। ल यहाँ बाङ्गो ट्याङ्गो छ त। के भन्छ केही सुन्दैछ यार, यत्रो ठुलो आवाज छ बिक्कुको मुला। सही हो यहाँबाट चाहिँ अब तल मगर गाउँ चोकबाट तल जानुपर्ने हुन्छ। यस्तो इरिटेटिङ के हो यो, ठङ गरेपछि ज्या हुन्छ।
रकेट आयो रकेट आउँदैन होला जाऊ न मजा आयो कत्रो ठुलो टिपर आएको कहाँबाट सिक्काली वी आर गोइङ सिक्काली है त गाइजहरु सिक्काली त मलाई 2 रेपमा पुगे जस्तो भइरहेछ वाह मजा आयो बग भइरहेछ क्या मेरो कार्बोरेटर यार सिक्काली यो त सर्ट राइडको नि एकदम सर्ट भयो यो त एकै छिन्न पुग्यो है धुलो खाएको रे बटानु परेन तल जान दिन्छ र नै के खाने अब हामी पानी खाने चिया छ र चिया उता रेस्टुरेन्टबाट ल्याइदिनु हुन्छ र खाइदिने त दुईटा मिल्क टी ल्याइदिनु ल साथीहरू हामी चाहिँ यहाँ ट्याक्क चिया आइसक्यो बिक्री छ अब भ्यू चाहिँ चिया बदाम खाने है त हामी मन्दिर छ त हाम्रो सिक्काली माता मन्दिर यो चाहिँ खतरा देखिन्छ यहाँबाट स्पट चेन्ज भइसक्यो यहाँ आइसक्यौँ तलपट्टि यिनीहरू डान्स गरेर रहेछ हामी चाहिँ यसो बदाम खाँदै हेर्दै बस्ने दुईटाको 10 कि एउटाको 10 यहाँ त निस्किनु पर्ने हुन्छ बिकु यहाँ म यहाँ रकेट आनम रकेट रकेट आनौ न खै रकेट हानौँ भनेको सस्पेन्सन अलि धेरै सफ्ट भयो जस्तो छ र अगाडिको मजा आयो बिक्कु त हरायो त कस्तो हल्लियो क्या फेरि
मजा आयो। यो त सिकालीदेखि यहाँ पुग्न त एकैछिन भने लास्ट टाढो पुग्ने क्या। कुकुरले लहाट्यो। नो 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 नो। सयो। बहुत मजा आयो। कति पछि बाइक कुदाएको। अगाडिको सस्पेन्सन चाहिँ अलि बडी नै प्ले गरिरहेछ जस्तो लाग्यो। हल्का हात बढाउनु पर्ने जस्तो। हात बढायो भने नि हात दुख्ने के। ब्रेक सेक सब बबाल लगाइरहेछ। सानो दाजु त साउजी त क्या। अब चाहिँ हामी यहाँबाट भैँसपाटी पुगिसक्यौँ होइन। यहाँबाट चाहिँ बबाल भ्यू देखिरहेछ कि आज हिमाल पनि देखिरहेछ। बाइकको आवाज चाहिँ लाउड छ मा बबाल। कत्रो पड्केको। सयो गाइजहरू बवाल मजा आयो। सर्ट एन्ड स्विट राइड। प्याट 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 प्याट। बाइक चाहिँ तर रकेट कुदिरहेको क्या। नयाँ टायर हाल्यो होइन। अफ रोड पनि पुरै मस्त तानिरहेको छ। अब चाहिँ अगाडि कप्स हुन्छ क्या। कप्सको अगाडि फेरि लिगल बन्नुपर्ने हुन्छ। के गर्नु गाह्रो छ नेपालमा। डन्ठेहरूले डट बाइक देखे कि ल्याङ गरिदिन्छ। अगाडितिर हुन्छ कि डन्ठेहरू। बिक्कु त भाग्यो माचिस। के गरेको ब्रो। सुर जानु नि होइन। बाटो साटो छेकिदिने बस्दिने। बिक्कु त गायब भयो क्या। अब एकछिन जाममा मात्रै के परेको थियो उहाँ बिसाएछ। लास्ट जाम हुन थाल्यो चाहिँ। आजको लागि चाहिँ यति नै हाल्नु पर्ला होइन भ्लग। ल धेरै लङ गरेर नि हजुरहरूले हेर्ने होइन क्या अरे। ल तपाईँहरूले चाहिँ मेरो भ्लग हेर्नुभयो भने चाहिँ अब केही एउटा मिठो कमेन्ट छोडिदिनु है त। म के गरौँ कस्तो खालको कन्टेन्ट ल्याऊँ त्यो अनुसारको भ्लग कमेन्ट एउटा मिठो छोडिदिनु। म सबैको कमेन्ट पढिरहेको हुन्छु त रिप्लाई पनि दिइरहेको हुन्छु। यहाँ अगाडि जाने बित्तिकै फेरि कप्सले ल्याङ गर्ने होला। बिक्कुको साइलेन्टै छैन रहेछ मेरो नि। अस्ति झरेर यार अर्को एउटा
नबल्ने भयो नि थोत्रो हालिदिएको क्या अब ट्राफिकले ल्याङ गर्छ बरु